तैले? के नाटक गरे र मैले? के नाटक गरी भन्छस्? पहिला अमरको एक्सिडेन्ट गराएर मार्न खोजिस्, त्यसपछि हामीले उपचार गराएर घरमा लिएर आएपछि अनेक बहाना गरेर घरमै छिरिस्। त पक्कै पनि यहाँ अमरलाई सिद्धाउनै आकी होस्। तैले अमरलाई मार्ने मौका कुरिरहेछस् हैन? किन त्यस्तो पाप बोलेको? मैले आफ्नो श्रीमानमाथि त्यस्तो कर्तुत पनि गर्छु होला त? चोरले म चोर भनेर त कहाँ भन्छ र? हेर्स्यो त अमर, हजुरले बोल्न नसक्से पनि सबै कुरा सुन्न त सकिन्छ नि। आज हजुरको यो हालत बनाउने अपराधी यही हजुरकी जेठी श्रीमती हो, जसलाई भरोसा गरिस्यो नि हजुरले। हो, त्यही व्यक्तिले हजुरलाई सिधाउन खोजी माया लाग्दो अनुहार देखाएर पछाडिबाट छुरा रोपी यसले हजुरलाई। होइन, यो झुट हो। यो कसरी गर्न सक्छु हजुरलाई म? हजुर त मेरो लागि भगवान हो। मेरो विश्वास गरिस्। हजुरको लागि त म आफ्नो ज्यानै दिन सक्छु। किन हजुरको ज्यान लिन खोज्दिन मैले? यहाँ रोको, नाटक नगर, खुर्क तल हिँड। तेरो यो कर्तुत सबैको सामु छर्लङ्ग पारेर पुलिस बोलाएर ज्यानमारा केसमा तँलाई जेलमा नकोची त कहाँ छोड्छु र म? खुर्क तल हिँड। नाइ, म जान्न। तँ सजिलै मान्दिनस् होइन? अर्काको ज्यान लिन खोज्नेको पनि ज्यानै लिने हो। जान्न, मैले के गरेको छैन। म जान्न। बुहारी, जे हुनु भइसक्यो, पिर नगर। आफ्नो मनलाई बलियो बनाऊ। हामी छौँ नि। बुवा, हजुरले आफ्नै बुहारीमाथि यत्रो घात गरिस्यो। किन यस्तो गरिस्यो बुवा? किन? मलाई माफ गरिदेऊ बुहारी। मैले तिमीले र सावित्रीले शोक गरेको हेर्न नचाहेर यो सब गरे। हजुरले पवित्र प्रतिव्रता आफ्नो बुहारीलाई परपुरुषको जिम्मा लगाइस्यो। मैले उसैलाई आफ्नो श्रीमान ठानेर सर्वस्व सुम्पिए। मलाई हजुरको छोराको आत्माले सराप्ने छ, धिक्कारने छ मलाई। यस्तै यस्तै बिलौना गर्दै अनि गुनासो गर्दै हजुरको सामु रुन्छु भन्ठान्सेको होला होइन हजुरले? तर म रुदिन ससुराबा, रुदिन। किनभने यो सारा सम्पत्ति मेरो नाममा छ। मलाई अमर मरेर के फरक पर्यो र? मैले
मलाई माया गर्ने अर्को मान्छे भेटिसके। अब उसैसँग बाँकी जिन्दगी आरामले बिताउने छु कि कसो ससुराबा? तिमीले कदापि यस्तो गर्न पाउँदिनौ बुहारी। कुनै पनि हालतमा म तिमीलाई यस्तो गर्न दिन्न। अब यो घरमा तिमीहरूको बस्ने कुनै अधिकार छैन। यो घर, यो सम्पत्ति मेरो हो, मेरो। अब मैले माया गरेको मान्छेलाई ल्याएर यो घरमा राज गर्नेछु। त्यसो नभन बुहारी, त्यसो नभन। म तिम्रो रोगी सासूलाई लिएर यो घरबाट निस्केर कहाँ जाउँ बुहारी? म कहाँ जाउँ? सावित्री उसै त मुटुको रोगी, त्यसमाथि छोराको यस्तो खबरले त्यसको कुनै होस हवास छैन बुहारी। हामीलाई ननिकाल बुहारी, हामीलाई ननिकाल। मलाई पहिल्यै थाहा थियो तिमीहरू राम्रो मुखले यो घर छोडेर जाँदैनौ भनेर। हजुरले मागेर त हेर्नुस्, हजुरको लागि त यो जवानी म हाँसी हाँसी सुम्पिनेछु। एउटा विवाहित नारीमाथि किते नजर लाउँछस्? पुलिस केस गरेर तेरो भण्डाफोर गर्दिउँ। अब आइन्दा फोन गर्छ, तेरो म कुन हालत पार्छु? अञ्जली, के गरेको तिमीले यस्तो? यो श्रीमानको हालत झन् झन् बिग्रदै गइरहेको छ। तिमी चाहिँ भने चुरोट खाँदै फोनमा परपुरुषसँग यस्तो कुरा गर्दै बस्छौ। गर्छु, के गर्छेस् तैले? के गर्छेस्? म जे गरौँ, जोसुकैसँग कुरा गरौँ, तेरो टाउको दुखाएको विषय होइन। मलाई पाठ पढाउने को होस् त यो घरको? म पनि यस घरकी बुहारी हुँ। म यस घरमा रहन्जेल कसैलाई पनि गलत बाटोमा हिँड्न दिन्न। तैँले रोक्छेस् मलाई? तैँले? यो घर, यो सम्पत्ति मेरो हो त मेरै घरमा बसेर मै माथि अधिकार जमाउन खोज्ने? तँलाई त मसँग हरेक कुराहरू सहन सक्ने क्षमता छ। मलाई कमजोर र कायर नसम्झनु। हात छोड मेरो, हात छोड। एउटी विवाहित नारी जसको श्रीमान थला परेर ओछ्यानमा लडेको महिना बितिसक्यो, अनि आफू चाहिँ अरू पुरुषसँग सम्बन्ध जोड्न खोज्ने? यही एउटी विवाहित नारीको धर्म? सधैँ हुँदा कमाउन सक्दा त्यही श्रीमानलाई माया गरे जस्तो गर्ने, अहिले थला पर्दा त्यही श्रीमानलाई लत्याउने?
हामी नारीको लागि आफ्नो श्रीमान भगवान सरह हुन्छ। जब श्रीमानले छोडेर जान्छन्, जब एउटी नारीको सिन्दुर पुछिन्छ, त्यतिखेर बुझ्नेछ उसले आफ्नो श्रीमानको महत्त्व। हेर अञ्जली, अहिले सयौं मान्छे तिम्रो अघि पछि लागेका छन्। तिमी भ्रममा नपर। उनीहरू तिम्रो अघि पछि लागेका होइनन्, तिम्रो धन र सम्पत्तिको अघि पछि लागेका हुन्। जब तिम्रो धन सम्पत्ति रित्तिन्छन् अनि तिमी एक्लो हुनेछौ र त्यही भिडमा हराउनेछौ। के गरे यसले फेरि? कान्छा, कान्छा, भाडा झरेको आवाज सुनेको थिएँ त, के हो? हेरिसौ न अञ्जली भाउजू, हजुर आमा दादालाई खुवाउन भनेर दुध तताएर गिलासमा हाल्दै थिएँ, हातबाट भाडो चिप्लेर सबै दुध पोखियो। के रे? के भनिस्? सबै दुध पोख्यो रे? तिम्रो अलिकति पनि ढङ्ग छैन होइन? झन् अघि माया गरेर त्यत्रो खानेकुरा लिएँ, तँलाई माया गरेको त नपत्तो रहेछ होइन? झन् अमरलाई भोक लागिसक्यो होला, दुध खुवाइदैन त भनेको, सबै घोप्टाएर मरेछ। हे भगवान, यसलाई त के गर्नु? तँलाई यो दुधमा अमरको औषधि मिसाएको थियो। म भएन भने त तिमीहरूले मेरो श्रीमानलाई भोक भोकै मार्छौ। म पसलबाट अर्को दुध किनेर ल्याएर खुवाइदिइहाल्छु नि हजुर। तेरो बाउले राखिदिएको छ र पैसा घरिघरि दुध किनेर ल्याउनलाई? तँलाई सत्यनाशी। होइन, के भयो? किन कराएको यसरी? हेर्स्यौ न बुवा, मलाई टाउको दुखेर एकछिन सोफामा पल्टेको थिएँ, यसलाई अमरलाई दुध खुवाइदैन त भनेर भनेको, सबै दुध घोप्टाएर मरेछ। बिचरा मेरो अमरलाई कति भोक लागिसक्यो होला। अब दुध पोखिनै सक्यो, पोखिसकेपछि किन कराउनु? कराएर हुन्छ त, नकराउ। कान्छा, तँ पनि अलिकति ढङ्ग पुऱ्याएर काम गर्नु। हेर त, त्यत्रो दुध खेर गएन। दुध मात्रै भएर अम्बरको औषधि पनि त्यहीँ मिसाएको थियो। बर्बाद बनाइहाल्छ नि कान्छा। पिर नगर बुहारी, अमरलाई मैले अघि नै दुध खुवाइसकेँ, अमर भएको छैन। कान्छा, त्यो सफा गर है, जाउँ गएर त। मेरो सबै काम चौपट पार्यो नोकरले। अब विजयलाई पो के जवाफ दिउँ म? ल भन, पहिला कसलाई मारौ? तिमीहरूलाई बचाउन कोही आउँदैन। उता अमरलाई पनि मारिसक्यो होला, अब तिमीहरू पनि मर्नुपर्छ।
तिमी जस्तो आइमाईको म 1 मिनेट पनि अगाडि राख्दिनँ। निस्किहाल, यो घरबाट निस्किहाल। तिमी जस्ती चरित्रहीन आइमाई यस घरमा 1 सेकेन्ड पनि बस्ने अधिकार छैन। यो घरबाट म हैन, अब तिमीहरू निस्किन्छौ। यो घर मेरो 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 घरमा तिमीहरू 1 मिनेट पनि नबस। तिमीहरू आफै निस्केर जान्छौ कि गलत क्यारे निकालौ। उठाऊ बुहारी, फोन उठाऊ न। के रे, सबै कागज पत्र नक्कली रहेछ अरे। प्रताप हुनु अञ्जली, प्रताप। आजसम्म यो समाजमा कहिले पनि हार्न जानेको छैन मैले। त्यति बेकुफ सम्झ्यौ मलाई? यो सम्पत्ति सबै तिम्रो नाममा गरिदिन्छु म। खोरमा सुतेको बाघको जुङ्गा तानेर गलत गर्यौ तिमीले अञ्जली, गलत गर्यौ। मालपोतमा लगेर सबै नक्कली कागज बनाएर हातमा थमाएको पनि थाहा पाइन होइन? अब मेरो घरमा 1 सेकेन्ड बस्ने अधिकार छैन तिमीलाई। मैले गलत त्याएर निकाल्नुभन्दा पहिला तिमी आफै निस्केर गइहाल। ठीक छ, चाहिँदैन मलाई यो घर। मलाई पुग्ने पैसा छ मसँग, अनि मलाई धेरै माया र खुसी दिने मान्छे पनि। निस्किहाल, निस्किहाल। ठिकै छ, म अब बाँकी जिन्दगी उसैसँग खुसी साथ बिताउनेछु। तिम्रो नक्कली कागज पत्र चाहिँदैन मलाई। बेकारमा दुःख मात्र पाए। मलाई पनि थाहा थिएन, उनीहरूले मलाई पनि धोका दिए। केही छैन, हामीलाई पुग्ने पैसा छँदैछ, हामी बिहे गरौँ अनि कतै सेटल भएर बसौँ। त्यस्तो सपना नदेख अञ्जली। मैले तिम्रो सम्पत्ति देखेर माया गरेको थिएँ। सम्पत्ति नै तिम्रो नाममा रहेन रहेछ। कसले गर्छ तिमीसँग बिहे? म तिमीसँग बिहे गर्न सक्दिनँ। ठट्टा नगर्नु न विजय। अञ्जली, मैले ठट्टा गरेको होइन। म तिमीसँग बिहे गर्न सक्दिनँ। आजदेखि तिम्रो अनि मेरो बाटो अलग छ। गुड बाई। त्यस्तो नभन्नुहोस्, म हजुरलाई धेरै माया गर्छु। मैले हजुरको लागि भनेर घर परिवार सब छोडे। अहिले आएर बीच बाटोमा हजुरले मलाई यसरी छोड्नु भयो भने म घरको न घाटको हुन्छु। प्लिज मलाई लिएर जानुहोस्। मलाई छोडेर नजानुहोस्। पापी धोकेबाज, तैँले मेरो जिन्दगी बर्बाद पारिस्।
अब त्यसलाई काट्छु म पुक्लुक्कै पार्छु त्यसले मेरो जिन्दगी बर्बाद पार्यो छोड्दिन म त्यसलाई छोड्दिन म त्यसलाई छोड्दिन मेरो विजय आयो मलाई लग्न आएको विजय मलाई लिएर जाऊ न विजय मलाई लिएर जाऊ न विजय दुःख पापी मलाई लिएर जा मलाई लिएर गइनस् मलाई पनि लिएर जाऊ भनेको ओइ दुःख पापी मरिहाल्छ त कति बाठी छु ओइ पागल कति कराको खाली हल्ला गरेछ उज्जा मलाई डिस्टर्ब भयो जान्न म यो मेरो घर हो किन हालिस मरिजा त ओइ पागल नि अब त्यो बिस्कुट खाँदै ऊ पर गएर रुँदै बस मलाई यहाँ डिस्टर्ब गर्ने होइन मान्छे हेर्दा भर्खरकै छे के भएर पागल भयो कि हो हेर त बिजु आफन्त पनि कोही छैनन् कि क्या हो यसको ओइ त कति राम्री छेस है तर के गर्नु तँलाई पनि म जस्तै बनाउँछ यसले म जस्तै बनाउँछ छोडिदिन्छ तँलाई पनि यसले छोडिदिन्छ ठुक्क पापी तैँले मेरो यो गति बनाइस् तँलाई छोडिदिनु म ओ पागल छोड्दिन म तँलाई छोड्दिन तैँले मेरो जिन्दगी किन बर्बाद पारिस्
मेरो जिन्दगी बर्बाद पार्ने खत्म पार्ने तँ होस् विजय के भन्ने छ यो? पागल हो, देखेनौ? पागलले जे पनि भन्छ नि। छोड्दिन, म बाटो छोड्दिन, मलाई पनि लिएर जा न, अनि मात्रै छोड्छु। ए पागल, हट। के गरेको विजय तिमीले यस्तो? बिचरा उसको दिमागले कामै गरिरहेको छैन। के भयो तपाईँलाई? भोक लागेको छ? दिल त अब तँ पनि चाँडै म जस्तै हुन्छस्। के हेरी कि? जा अब जा, गइहाल। ओइ पापी, मरेर जा भनेको मलाई सुनेन? पापी। मलाई पापी भन्छस् पागलले? हाँ? यस्तो मान्छेमाथि हात उठाउन लाज लाग्दैन तपाईँलाई? तपाईँको यही बल कुनै राम्रो काममा प्रयोग गर्नुहोस्, बुझ्नुभयो?
धन्न मेरो भाग्य बलियो रहेछ र तेरो दिमाग फुस्केर पागल भइछस्। कसलाई पागल भनिस्? कसलाई पागल भनिस्? तँलाई पापी, तैँले यो पापको सजाय अवश्य पाउँछस्। तैँले मलाई सजाय दिने? अब एकैछिनमा चलेर खरानी हुन्छ। खरानी मार, मलाई छिटो मार। तेरो जालमा परेर मैले मेरो भगवान जस्तो श्रीमानलाई लत्याए। मार मलाई। तो पापीले मेरो जिन्दगी बर्बाद पारिस्। मेरो अब कुनै जिउने अधिकार छैन। तैँले सही भनिस्। अब त पागलले बाँचेर पोखेका हौ। तर कता कता तेरो अनुहार देखेर माया लागेर आउँछ भने त जलेर खरानी हुनुभन्दा अगाडि तेरो यो पिपल पाते ओठले मेरो यो गालामा माया गरिदे। भन, तेरो अन्तिम इच्छा के छ? मेरो आँखै अगाडि त सकेको हेर्ने इच्छा छ मेरो। बढी बोल्छस्? हेलो, को? मेरो काल। मलाई धम्काउँछस्? हिम्मत छ भने सामुन्ने आइज। तेरै सामुन्ने छौ। पछाडि फर्की। म माथि यत्रो ठुलो धोका, यो सब कसरी? सुन्न चाहन्छस् कसरी? यस्तो मान्छे माथि हात उठाउन लाज लाग्दैन तपाईलाई? तपाईको यही बल कुनै राम्रो काममा प्रयोग गर्नुहोस्, बुझ्नुभयो? कान्छा, मलाई माफ गरिदेऊ। मबाट ठुलो गल्ती भयो। आज म त्यसकै सजाय भोग्दैछु। म पापी हो कान्छा। म
अञ्जली भाउजू हजुर, अनि हजुरको मानसिक अवस्था? म ठिक छु कान्छा, म ठिक छु। म पागल भएको छैन। मेरो जिन्दगी बर्बाद पारे त्यसले। त्यसलाई पनि म तडपाई मार्छु, अनि म आफू पनि मर्छु। त्यही भएर मैले पागल भएको नाटक गरेको हो। कान्छा, म त अब यसै सकिए उसै सकिए। यो धरतीको बोझ भनेर बाँच्दिनँ म। तर म मर्नुभन्दा अगाडि मेरो जिन्दगी सकाउनेको पनि जिन्दगी बर्बाद बनाउँछु। म अमरलाई धेरै माया गर्छु कान्छा, धेरै माया गर्छु। मैले ठुलो गल्ती गरेँ कान्छा, मैले ठुलो गल्ती गरेँ। हुन त तिम्रो अगाडि यो पापी अनुहार देखाउन लायकी त छैन म, तर पनि बिन्ती गर्छु, मलाई एउटा सहयोग गर न है। कस्तो सहयोग अञ्जली भाउजू हजुर? मेरो जिन्दगी बर्बाद पारेर तँलाई सुखले बाँच्न दिदिनँ म। अनेक नाटक गरेर यस्ता अबोध महिलाहरूको जिन्दगी बर्बाद पार्दै हिँड्न खुब आउँदो रहेछ अहिले तँलाई। पैसाकै लागि अरूको जिन्दगी बर्बाद पार्दै हिँड्ने तँलाई त अहिले त सक्कलले डकुमेन्ट ल्याऊ नि। सक्कली नै ल्याए। यो डकुमेन्ट हात पार्न धेरै मेहनत गर्नु पर्यो मैले। 3 हप्ता त पागल बन्नु पर्यो म। यो डकुमेन्ट भएको दराजको चाबी मुवासँग थियो। मुवालाई बेहोस बनाएर बाथरुममा थुनेर बल्ल दराजको चाबी लिएर यो डकुमेन्ट हात पारेँ मैले। निदाएको बेलामा सबैको ल्याप्चे पनि लगाएर ल्याएकी छु। तिमीले भनेको सबै काम गरेँ मैले। अब तिम्रो र मेरो त्यो भिडियो डिलिट गरिदिऊ। पहिला त्यो डकुमेन्ट ल्याऊ। ल अब डिलिट गरिदेऊ। अञ्जली, त्यो भिडियो मसँग छैन। अनि कहाँ छ त भिडियो? भान्जी, त्यो भिडियो त मसँग छ नि। मामा, हजुर? भान्जी, यो सबै खेलको असली गुरु मै हो। हो अञ्जली, मैले त उहाँले जे गर भन्नुभयो त्यही गरेको। भन्नुहोस्, के कति कामले सम्झिनु भयो मलाई? तिमीले मेरो एउटा काम गरिदिनु पर्यो विजय। कस्तो काम?
मेरो भागमा कति पर्सेन्ट आउँछ? 25% हुन्छ। डन। भान्जी भान्जाको एक्सिडेन्ट कसले गरायो थाहा छ तिमीलाई? मैले गराएको। मार्न खोजेको थिएँ मैले उसलाई, तर मेरो दुर्भाग्य बाँचौ। ठुक्क मामाको रूपमा कंस पापी किन गइस त्यस्तो? सम्पत्ति खान, तिमीहरूको सम्पत्ति खान। यही कागजपत्र हात पार्नको लागि मैले यत्रो गरेँ। बल्ल यो मन आनन्द भयो। विजय, अब यसको काम छैन, खतम गरिदियो यसलाई। एकछिन मामा, मलाई मार्नलाई त्यति हतार नगर्नुस्। खेल तिमीहरूले सुरुवात गर्यौ, तर त्यसको अन्त्य म गर्छु। तँलाई कुकुर कतिन्जेल भाग्छस् हेर्छु म पनि।